माननीय सभामुख महोदय, पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही पाउन खोजिरहेको छ। नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्न लगायत विषयमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा म स्वयं र अन्य मान्यज्यूहरू उठेर पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौं। यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दल ले यहाँ सरकार खोज्दै जवाफदेही तर सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्ले कार्ड देखाइरहेको छ। सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ। सभामुख महोदय, यहाँ बिर्सन नहुने एउटा प्रसङ्ग उल्लेख गर्न चाहन्छु। आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो। सरकारको जवाफदेही खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो। वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित? सम्माननीय सभामुख महोदय, त्यो पनि गलत थियो र अहिले पनि गलत र अमर्यादित भइरहेको छ भन्ने हाम्रो निष्कर्ष हो। सदन